जय मसी सबैजनालाई। आज चाहिँ हामी मण्डलीको दिदीको रिसेप्सन पार्टीमा जाँदैछौँ अनि सबैजना हामी मण्डलीहरू आइपुग्यौँ अनि अब यहाँबाट हामी इन्टर गर्दैछौँ भित्र। भित्र चाहिँ यस्तै छ इन्ट्री हामी बेहुला र बेहुली अनि हामी मण्डलीकोहरू यहाँ लाइन लागिरहेको छ। मिठो सुरु गऱ्यौँ। यहाँ सबैजनाले खानाको टेस्ट लिँदैछ एकदम है। अलग अलग डिक्स पानीपुरी खाने, कोहीले फ्रुट खाँदैछ, नानीले चाहिँ फेरि डोसा माग्दो रहेछ यहाँनिर है। डोसा खाने के चाहिँ जाउँ होइन खानेकुरा हो। यहाँ बेहुलाको बेहुलीको आमा पापा हो। अघिको भिडियोमा यहीँ छ नि तपाईँ अहिलेसम्म यहीँ रहेछ भन्छ नि भिडियोमा हेरेर सकेछ मन त भन्नु त लगभग। यहाँ केटाहरूले चाहिँ फेरि खाना खाँदो रहेछ। मैले चाहिँ स्विट डिक्स खाँदैछु हो। ए दिदी तपाईँ भागी बसेको एक कुरो अन्त कतिवटा लेख्नु एकदम ल इन्डियनहरूले पनि यहाँ हेर्नुहोस् अब हाम्रो नेपाली क्रिस्चियन गानामा एकदम इन्जोय गरिरहेछ। उठाएर नजरहरू हेर्छु चारैतिर देख्छु परमेश्वरको भलाइ। उठाएर नजरहरू हेर्छु चारैतिर देख्छु परमेश्वरको भलाइ। फेर फाल्दिन जीवन कुनामा बसी भन्दै म मेरो मलाई स्वर्गीय उद्देश्यले जीवन भर्नेछु, येशूको काम पुरा गर्नेछु। हिमाल चुली मनपर्छ, त्रिशुली मनपर्छ, साँचिएको येशूको बेहुली मनपर्छ। सरारा शीतल अनुग्रह सरारा मलाई ख्रिस्टको प्रेमले हेर तानी ल्यायो, मलाई ख्रिस्टको प्रेमले हेर लौ बचायो। मलाई ख्रिस्टको प्रेमले हेर तानी ल्यायो, मलाई ख्रिस्टको प्रेमले हेर लौ बचायो। म त अन्धकारतर्फ अनि विनाशतर्फ लम्किरहेको मान्छे थिए। अन्यतामा परेर बिना अर्थको जीवन बाँचिरहेको मान्छे। क्षमा गरेर बग्यो म भित्र सररा स्वतन्त्र भई आत्मामा म त उड्दैछु सररा। बग्यो म भित्र सररा स्वतन्त्र भई आत्मामा म त उड्दैछु सररा। गाडी आयो हाम्रो चाहिँ अब गएको आयो खै कहाँ छ मजा आयो बिहामा खानाहरू पनि दामी अब घर फर्क्यो छोड्नु मन लागेन होला बिहामा तर म भएर कतिजनालाई
विश्वास भयो भन्दै थियो तपाईँ भएर हल्लिनु चाहिँ टाउको र विश्वास खुट्टा भयो अलिअलि हल्लिँदै थियो हल्लिनु चाहिँ अलिक अलिक विश्वास ज्यादा भयो हल्लेको भए चाहिँ फेरि धन्ना सरर लगाइहाल्यो अत्याचार भएर सरर लगाइन्जेल भयो नि त ल आजको बिहाको रमझम चाहिँ यस्तै छ अब